राष्ट्रिय प्रजातन्त्र पार्टीको यहाँ रत्नपार शान्ति बाटिका अगाडि शान्तिपूर्ण प्रदर्शन तथा सभा भइरहेको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ। यो जनजी आन्दोलनपछि राप्रपाको सभामा पनि उपस्थिति एकदम न्यून रहेको देखिन्छ। नत्र यही ठाउँमा कार्यक्रम हुँदाखेरि राप्रपाको कार्यक्रममा उल्लेख्य सहभागिता हुन्थ्यो भने अहिले त्यति सहभागिता नभएको दृश्य म तपाईँहरूलाई देखाइरहेको छु। यहाँ सुरक्षा व्यवस्था भन्ने एकदमै कडा पारेको छ। चारैतिर सुरक्षाकर्मीले घेरेको छ। पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालजीलाई म आमन्त्रण गर्दछु। अब युवा जेनजी रवि किरण हमाल मन्तव्यको लागि स्टेजमा जाँदै हुनुहुन्छ। यद्यपि मैले दृश्य टाढाबाट छायाङ्कन गरिरहेको छु। जनजी आन्दोलनमा पनि उहाँको सहभागिता रहेको थियो। अग्रपन्थीमै हुनुहुन्थ्यो।